माथि गएर सबैले भन त हर हर महादेव पशुपतिनाथ भगवान को जय हो। सिद्धेश्वर हरिहर महादेव को जय हो। कोटि हवन महायज्ञ को गायत्री महारानी को जय हो। नेपाल आमा को जय हो। वैदिक सनातन धर्म को जय हो। गौ माता को जय हो। भक्तर भगवान को जय हो। मुक्तिनाथ धाम को जय हो। आज को आनंद को जय हो। ल अब बसौँ सबैजना बसौँ त एकछिन बसौँ। अब एकैछिन कथा सुनौँ है त 5-10 मिनट सुनौँ त्यसपछि फेरि सम्मानको कार्यालय अगाडि बढाउँ है त थोरै कथामा प्रवेश गरौँ। अब भगवान कृष्णको प्रसङ्ग छ एउटा बडो सुन्दर कथा प्रसङ्ग छ। सत्यराजित महाराजको जो भोजवंशीय राजा हुनुहुन्छ भगवान सूर्यका परम भक्त हुनुहुन्छ। बडो सुन्दर कथा छ। प्रेमले एकपटक भन्नु हर हर महादेव। कहिलेकाहीँ नि हजुर आँखाले देखेको कुरा पनि सत्य हुँदैन अरे के। आँखाले देखेको कुरा पनि हामीले सोचेको अर्कै त्यहाँ हुन्छ अर्कै रे। कहिलेकाहीँ गल्ती पनि हुनसक्छ आँखाले देखेको कुरा। त्यस्तै भयो भगवान कृष्णको जीवनमा एउटा घटना। कस्तो घटना घट्यो? भगवानलाई पनि चोरको आरोप लाग्यो। एकपटक भन्नु त राधे राधे। ल हेर्नु त भगवानलाई पनि चोरको आरोप लाग्दो रहेछ। भगवानले पनि आफ्नो घर छोडेर अर्काको घरमा पुग्नु पर्दो रहेछ दौडी दौडी। ल हेर्नु भगवानको छोरो जन्मिएको 6 दिन नभइकन अपहरणमा परेर समुद्रमा खसालिदिँदो रहेछ दैत्यले। त भगवानको जीवनमा त दुःख आउँदो रहेछ। हामी त मनुष्य हो कि होइन हजुर? हो नि। अब हाम्रो जीवनमा आउँदैन होला त सङ्कट? आउँछ नि, खुब आउँछ। यहाँ त्यसलाई तर स्वीकार गर्ने, खुब सुन्दर ढङ्गसँग निभाउने प्रयास गर्ने, समस्यालाई सुल्झाउने। जीवन त हजुर जन्मिसकेपछि त मृत्युको दिनसम्म त बाँच्नै पर्यो त। जसरी पनि बाँच्न पर्यो। सुख आउँछ, दुःख आउँछ, उतार चढाव आउँछ, दिन आउँछ, रात आउँछ, सबै आउँछ हाम्रो जीवनमा। त्यो सबैलाई हामीले स्वीकार गर्नुपर्छ क्या हजुर। हेर्नुहोस् सर, जीवनमा हर काम समयमा गर्नु। हरेक काम बिहान उठ्ने बित्तिकै हजुर नित्य कर्म गर्न जानुहुन्छ नि। बिहान उठ्नुहुन्छ अनि शौचालय जानुहुन्छ अनि स्नान गर्नुहुन्छ, पूजा पाठ गर्नुहुन्छ, अनि त्यसपछि भोजन बनाउनुहुन्छ, भोजन पाउनुहुन्छ। भोजन बिहानको भोजन खाने समय छ, स्नान गर्ने पनि बिहानको समय छ। त्यसपछि विद्यालय जाने, अफिस जाने, व्यवसायमा जानेको पनि समय छ। त्यो समयबाट फर्केर आएपछि फेरि बेलुका भोजन गर्ने पनि समय छ। हर चिजको समय छ, सुत्ने पनि समय छ। त सबैको लागि एउटा समय हुन्छ। तर त्यो काम पनि समयमै गर्यो भने मात्र त्यसले सुन्दर फल दिन्छ के हजुर। अब बिहान जुरुक्क उठ्नुभयो, बिहान 5 बजे उठ्नुभयो अथवा 6 बजे उठ्नुभयो, 7 बजे उठ्नुभयो। ल उठेर पहिले हात गोडा मुख धुनुहुन्छ, स्नान गर्नुहुन्छ नि, हो कि होइन हजुर? हो। अब होइन होइन म यो त बिहान गर्दिनँ, दिउँसो गर्छु, पहिले उठ्ने बित्तिकै खाना खान्छु भनेर मन लाग्छ हजुर? लाग्दैन। किन? त्यो समय नै होइन। त्यो समय भनेको हात गोडा मुख धुने अथवा स्नान गर्ने, पूजा गर्ने त्यो समय हो नि त। त्यही भएर जे काम पनि समयमा गर्नु। हेर्नु त बिहान हजुर पत्रिका किनेर जानुहुन्छ नि, जो पत्रिका पाउनुहुन्छ नि बिहानको समयमा, एउटा पत्रिकाको दाम कति हुन्छ बिहानको समयमा? 10 रुपियाँ 20 रुपियाँ होला हजुर? हजुर अलि बोल्नु न हजुर, कति पर्ला? ल 10 रुपियाँ हजुरहरू किन्नुहुन्छ बिहानको समयमा। त्यो पत्रिका किन्नुहुन्छ 10 रुपियाँमा। त्यही पत्रिका बेलुका किन्न जाँदा 10 रुपियाँ किलोमा पाइन्छ हजुर, हो कि होइन? बिहान एउटा पत्रिकाको 10 रुपियाँ पर्छ, तर त्यही पत्रिका बेलुका 10 रुपियाँ किलोमा पाइन्छ। किन? किनकि हामीले समयको भ्यालु बुझ्नु पर्यो कि हजुर। बिहान त्यसको किमत थियो, तर बेलुका त्यसको
भ्यालु कम भयो। त्यही भएर आफ्नो भ्यालु छ नि हजुर जीवनमा, जुन दिन जुन समयमा जुन काम गर्नलाई उचित छ गरिहाल्नुपर्छ, समयलाई बुझ्नुपर्छ। यहाँ सत्राजित एक भोजवंशीय राजा हुनुहुन्छ। अब राजा कस्तो हुनुहुन्छ भने सूर्यनारायणलाई खुब पूजा गर्नुहुन्छ। बिहान उठेर सूर्यनारायणलाई जल चढाउनुहुन्छ, पुष्प चढाउनुहुन्छ अनि खुब आराधना गर्नुहुन्छ, व्रत राख्नुहुन्छ। भगवानसँग केही पाउने इच्छाको लागि त खुब मान्छेले व्रत राख्छन्, भोजन पनि छोड्छन् हजुर, मन्दिर पनि धाउँछन् पाउने इच्छाको लागि। डाक्टरले भन्नुभयो हजुरलाई सुगर भयो, चिनी खान छोड्नुहोस्, मान्छेले खान छोडिदिन्छ। ब्लड प्रेसर हाई भयो हजुर, नुन खान छोड्नुहोस्, डाक्टरले भन्नुभयो हजुर नुन खान छोडिदिनुहुन्छ या कम गर्नुहुन्छ। तर गुरुजनहरूले भन्नुहुन्छ झुट नबोल्नुहोस् हजुर पाप लाग्छ, तर पनि मान्छे बोलिहाल्छ। त्यो पनि त मान्नु पर्यो नि, हो कि होइन? हो नि त, धर्मले सिकाएको बाटोमा हिँड्नु पर्यो नि हजुर। एउटा शरीरलाई हानि हुने कुरा हामी छोड्न तयार छौँ, तर हाम्रो मोक्ष गतिमा बाधा बन्ने कुराहरू, हाम्रो जीवनलाई सत्कर्ममा हिँडाउन बाधा बन्ने कुराहरू हामी किन छोड्न तयार छैनौँ? यसलाई पनि त छोड्ने कोसिस गर्नु पर्यो। पुरै छोड्न सकिन्न, कम गर्न त पर्यो नि हजुर। राधे राधे भनिदिनु न। यस्ता कार्यहरूमा जोडिनु पर्छ के। त्यही भएर यस्तो करोड हवन गर्ने ठाउँमा हामी उभिन पाएका छौँ, कस्तो तीर्थस्थलमा उभिएर कथा सुन्न पाएका छौँ। अब यहाँ सत्राजित राजा के गर्नुहुन्छ? भगवानको भक्ति गर्नुहुन्छ। तर सूर्यनारायण प्रसन्न भएर के गर्नुभयो? एउटा मणि दिनुभयो। लाउ तिमीलाई यो मणि मैले उपहार दिएँ, खुब मेरो सेवा गर्यो, खुब मलाई प्रसन्न गर्यो। सत्राजितले मणि दिनुभयो, सत्राजितलाई सूर्यनारायणले मणि दिनुभयो। त्यो मणि लगाएर भगवान भएको स्थानमा, भगवान श्री कृष्ण भएको ठाउँमा द्वारकापुरीमा जानुभएछ सत्राजित। तब भगवानले देख्नुभयो, आहा कस्तो दिव्य सुन्दर मणि लगाएर आएको। सबैले उठेर नमस्कार गरेछन्, आहा दिव्य साक्षात् सूर्यनारायण आउनुभयो। भगवानले भन्नुभयो सूर्यनारायण होइन, सूर्यनारायणको भक्त आउनुभयो। त सत्राजित महाराजलाई यसै मनै मनले यसो भन्नुभएछ, यसो बोलाएर, ओहो महाराज यो मणि तपाईँलाई के काम छ, मलाई दिनुहोस्। सत्राजित महाराजले भन्नुभएछ यो मणि त्यसै लगाएको छु मैले, यो मणिले त दिनमा 8 केजी सुन दिन्छ। अलिअलि हो त 8 केजी। यस्तो सुन दिने मणि म कसरी दिउँ? म त दिन्न। त्यसमा पनि मलाई सूर्यनारायणले दिनुभएको। सत्राजित महाराजले मान्नु भएन दिनलाई। भगवान पनि भन्नु मैले त यसै मजाक गरेको, ठिक छ त लानुहोस् न तपाईँको सम्पत्ति, मलाई के काम। यता सत्राजित मणि लिएर आएछन् घरमा। सत्राजित राजा की एक पुत्री थिइन् जसको नाम थियो सत्यभामा। एक भाइ थिए जसको नाम थियो प्रसेनजित। घरमा ल्याउनु भएछ मणि, यसो झुन्डाउनु भएछ किलामा, आफ्नो काम धन्दामा व्यस्त हुनुभयो। त्यही समयमा के भयो त, यता सत्राजित मध्यरातमा त्यो मणि गलामा लगाएर निस्किनु भएछ यात्रा गर्न। प्रसेनजित, सत्राजितका भाइ प्रसेनजितले रातिको समयमा घोडा चढेर मणि लगाएर निस्किनु भयो। अब त्यो मणि लगाएर निस्किनु भएको छ, उज्यालो झलमल्ल भएको छ, मणिले प्रकाश दिएको छ, बडो गदगद हुनुहुन्थ्यो। यता बिहान भयो, सत्राजितले हिजो मणि झुन्डाको ठाउँमा यसो हेर्छन् त मणि नै छैन, हरायो मणि। त मणि कसले लग्यो? यसो विचार गर्नुभएछ, हिजो मात्र त्यो कृष्णले मणि माग्दै थियो, हिजो मात्र मागेको आज त चोरेरै लगेछ। मैले त खुब सुनेको थिएँ केटाकेटीमा माखन चोर्थ्यो रे, केटाकेटीमा माखन चोर्ने बानी परेको, अब त ठुलो भएर मणि नै चोर्न लागेछ भनेर।
सत्राजित महाराज भन्न लाग्नु। तर आँखाले त देख्नु भएको थिएन, मनमा भाव आयो। अब हेर्नुहोस्, राम्रो कुरा छिट्टो फैलिँदैन कि हजुर, तर नराम्रो कुरा यति छिटो फैलिन्छ नि। एक कान दुई कान हुँदै हुँदै द्वारका पुरी भरि हल्ला भयो, कृष्णले मणि चोरे रे। मणि चोरको आरोप लाग्यो। भगवानलाई उद्धवजीले सुनाउनु भयो, अरे प्रभु बाहिर त हल्ला छ, हजुरले मणि चोर्नुभयो भनेर हल्ला छ। भगवानले भन्नुभयो, कसले हल्ला फैलायो? तुरुन्तै जानुभयो, सिधा जहाँ समस्या त्यहाँ समाधान। सिधा कहाँ जानुभयो? सत्राजित महाराजको दरबारमा गएर सोध्नुभयो, महाराज मैले मणि चोरी? सत्राजित भन्छन्, चोरेको त आँखाले देखेको होइन, तर हो जस्तो लाग्यो। त आँखाले देखेको त होइन, त्यसो भए ल हिँड्नुहोस् मणि खोज्न भनेर मणि खोज्नलाई सबै सैनिक बलको साथमा भगवान प्रस्थान गर्नुभयो जङ्गलतर्फ। जाँदै हुनुहुन्थ्यो, मार्गमा राजा सत्राजित, अनेक सैनिक बल, भगवान स्वयं। जाँदा जाँदै बाटोमा के भेट्यो? प्रसेनजित मृत अवस्थामा भेटियो। उनी चढेको घोडा पनि मृत अवस्थामा भेटियो। तर मणि त्यहाँ छैन। अब मणि छैन त मणि गयो त गयो, कहाँ गयो? त मणि खोज्नलाई फेरि त्यहाँबाट अगाडि लाग्नुभयो। अगाडि एउटा सिंहको पदचिन्ह भेट्यो। विशाल सिंह छ, सिंहको पदचिन्ह भेटेर पछ्याउँदै पछ्याउँदै जानुभयो। अलि पर गएपछि त सिंह पनि मृत अवस्थामा भेटियो, मणि छैन। त फेरि मणि कहाँ गयो त? फेरि हेर्नुभयो, हेर्दा त्यहाँ एउटा भालुको पदचिन्ह भेटियो, जो ऋक्षराज जाम्बवन्तको चरण पद थियो। त्यो पदलाई पछ्याउँदै पछ्याउँदै जाँदा विशाल गुफाभित्र प्रवेश भएको देखिन्छ। भगवान गुफामा प्रवेश गर्न लाग्नु भएको त्यही समयमा सत्राजितले भनेछन्, म त जान्न प्रभु, त्यो विशाल सिंहलाई पनि मार्ने भालु त शक्तिशाली पो छ त, सामान्य भालु होइन नि, विशाल सिंहलाई मार्यो त्यसले, त्यही भएर म त जान्न प्रभु। भगवानले भन्नुभयो, त्यसो भए एक काम गरिदेऊ सत्राजित, म चाहिँ भित्र जान्छु, म 15 दिनसम्म पनि बाहिर आइन भने चाहिँ मेरो घरमा खबर गरिदिनु है। मेरी आमा देवकी बडो चिन्तित हुन्छन्। मेरो बाबा वसुदेवलाई गएर भनिदिनु, कृष्णको खबर आएन, गुफाभित्र गएका उतै हरायो भनिदिनु है भन्नुभएछ। ल हुन्छ भने बाहिर बसे। 1 दिन बित्यो, 2 दिन बित्यो, 3 दिन बित्यो, 15 दिन बित्यो हजुर, भगवान बाहिर आउनु भएन। त भगवानको आगमन नभएपछि अब के गर्ने? जाउँ गएर खबर गरिदिउँ। गएर वसुदेवजी र देवकी मातालाई खबर गरिदिनुहुन्छ। देवकी माता रुन लाग्नुभयो। एक त मैले त्यो विशाल कारागारमा मैले मेरो पुत्रलाई जन्म दिएँ, त्यो पुत्रलाई जन्म दिँदा पनि रातारात भगाएर लानु पर्यो कहाँ? नन्द बाबाको घरमा। मेरो सन्तानको अनुहार पनि मैले राम्रोसँग हेर्न नपाइकन दौडाएर दोस्रोको घर पठाउनु पर्यो। म कति अभागिनी, 6 सन्तान जन्मिए, मेरै दाजुले पत्थरमा बजारेर मार्यो। 7औं गर्भ खेर गयो, 8औं गर्भमा जन्मेको छोरो पनि अनुहार राम्रोसँग हेर्न नपाई अर्काको घर पठाउनु पर्यो। बल्ल बल्ल आज फर्किएर आएको मेरो पुत्रलाई फेरि आज त्यो गुफाभित्र प्रवेश गरेर कसैले फिर्ता ल्याउन सकेन। मेरो पुत्र हाय पुत्र भन्दै रुन लाग्नुभयो देवकी माता। वसुदेवजीको आँखा रसाउन लाग्यो। त्यही बेलामा टुप्लुक्कै आउनुभयो देव ऋषि नारदजी। नारायण नारायण भन्दै आइपुग्नुहुन्छ। श्रीमन्नारायण नारायण 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 श्रीमन्नारायण
लक्ष्मी नारायण 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 लक्ष्मी नारायण 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 श्री हरि नारायण 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 श्री हरि नारायण 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 भजमन नारायण 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 भजमन नारायण 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 भजमन नारायण 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 भजमन नारायण 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 यसरी नारदजी नारायण नारायणको ध्वनि गुन्जयमान गर्दै आइपुग्नुहुन्छ। सोध्नुहुन्छ, हे वसुदेवजी किन यसरी रुँदै हुनुहुन्छ हजुर? के आपत पर्यो हजुरलाई? किन आँखाबाट आँसु वर्षाउँदै हुनुहुन्छ? भन्नुहोस् भन्दा मेरो पुत्र आज मेरो पुत्र 15 दिन भइसक्यो त्यो गुफाभित्र प्रवेश गर्यो। मैले सुनेको थिएँ वृन्दावनमा बस्दा मेरो पुत्रका सखाहरू जता गयो मेरो पुत्र एक क्षण छोड्दैन थिए रे। तर आज द्वारकामा बसेका सखाहरूले एक्लै मेरो पुत्रलाई छोडेर आएछन्। एउटा भएको पुत्र पनि 15 दिन भयो फिर्ता आएको छैन। के गरौँ भनेर रुन लाग्नुभयो, विलाप गर्नुभयो। तब नारदजी भन्नुहुन्छ, हे वसुदेवजी किन चिन्ता गर्नुहुन्छ? जगत जननी आमा परम्बा भगवती हुनुहुन्छ नि, उनी देवीको शरणमा जानुहोस् सबै ठिक हुन्छ। उनी परम्बा भगवतीले हजुरलाई कल्याण गर्नुहुन्छ भनेर स्वयं सङ्कल्प गराएर श्रीमद् देवी भागवत नवह ज्ञान महायज्ञ 9 दिनको महायज्ञ प्रारम्भ गर्नुहुन्छ। दिव्य यज्ञ शुभारम्भ भयो, अनुष्ठान सङ्कल्प भयो, यज्ञ होम होमादि कार्य प्रारम्भ भयो। जगदम्बा अम्बिका भवानी गायत्रीको पूजन कार्य शुभारम्भ भयो। नारदजी कथा सुनाउन प्रारम्भ गर्नुभयो। बोल्नु श्री नारदजी महाराज की जय, जगत जननी अम्बा की जय। हरि। पहिलो चरण पहिलो चरण गायत्री माताको पर्छु शरण। पहिलो शरण पहिलो शरण गायत्री माताको पर्छु शरण। नाथ भगवान को जय हो, श्री हरि भगवान को जय श्रीमद् देवी भागवत महापुराण को जय, आज को आनंद को जय हो, या सा भगवती नित्या सच्चिदानंद रूपिणी परात्परतरा देवी यया व्याप्तमिदं जगत्। आज भगवतीको स्तुति गर्दै हुनुहुन्छ श्री वसुदेवजी महाराज। गुरु श्री नारदजीको सत्सङ्कल्प गराएर श्रीमद् देवी भागवत नवह ज्ञान महायज्ञको आयोजना गर्नुभएको छ। पुत्र हराएको वियोगमा परम्बा भगवतीको कथा श्रवण गर्दै खूब स्तुति गर्दै हुनुहुन्थ्यो। उता भगवान
15 दिनसम्म कसरी फिर्ता आउनु भएनछ भने भगवान प्रवेश गर्नुभएको गुफाभित्र त्यहाँ एक जाम्बवन्त नाम गरेका ऋक्षराज भालु ऋक्षराज सुतम दृष्ट्वा कृष्णो मणिधरम तदा भनेको छ। जो ऋक्षराज जो भालु थिए उनका पुत्रले छोराले त्यो मणि खेलाएर बसेका रहेछन्, जो सेमन्तक नाम गरेको मणि थियो। त्यो मणिलाई खेलाएर बसेका थिए। भगवानले गएर त्यो मणिलाई खोज्नु भएछ। तब यहाँ वहाँकी तावत धात्री, वहाँकी आमा, त्यो सानो बच्चो जसको हातमा मणि थियो उसको उनकी आमा चाहिँ जोडले चिल्लाउन लाग्नुभयो, कराउन लाग्नुभयो। त्यो आवाज सुनेपछि दौडी दौडी ऋक्षराज आए, जाम्बवन्त आए र भगवान कृष्णसँग युद्ध प्रारम्भ गर्छन्। भयङ्कर युद्ध प्रारम्भ भयो। युद्ध चल्दै थियो। 1 दिन 2 दिन गर्दै 15 दिन युद्ध चलिसक्दा पनि हार जित भएन। 15 दिन पश्चात यता श्रीमद् देवी भागवत ठिक्क सुरु भयो। 9 दिनको 27 दिनको दिन भगवानले परम्बा भगवतीले यति धेरै कृपा शक्ति दिनुभयो कि भगवानले एक मुष्टिका प्रहार गर्नुभएछ। कसलाई? ऋक्षराज जाम्बवन्तलाई। जाम्बवन्तका नसा नसा टुटे। जाम्बवन्तलाई लाग्थ्यो कि म जस्तो महाबाहु अत्यन्तै शक्तिशाली अरू को छ होला, मैले त सिंहलाई पनि वध गरेर आएँ। तर पूर्व जन्मको झट्ट याद आयो, ओहो मैले भगवान रामलाई एकपटक मनमा नै वरदान मागेको थिएँ। जब हामी त्यो समुद्रको तटमा माता जानकीलाई लिन लङ्का प्रस्थान गर्न लागेका थियौँ, भगवान श्री रघुवीर राघव सुत्नु भएको थियो, शुक्ला गर्नुभएको थियो। त्यही बेला यसो हात हेर्दा लामा लामा बाहु, भगवानका हातहरू लामा लामा थिए के भगवान रामचन्द्रका। त्यो लामा लामा बाहु, त्यो हात हेरेर ऋक्षराज जाम्बवन्तको मनमा आएछ, यस्ता हात यी भुजाहरूसँग एकपटक मल्ल युद्ध गर्न पाए हुन्थ्यो। भगवानले मनमा नै सोच्नु भएछ, अहिले त म मर्यादा पुरुषोत्तम भएर आएको छु। जब म यदुकुलमा आउँछु नि त्यो समयमा तिमीसँग पक्कै युद्ध गर्छु। त आज मल्ल युद्ध 27 दिनसम्म चल्यो। तब जब भगवानले मुष्टिका प्रहार गर्नुभयो, जाम्बवन्तको सबै जन्मको जन्मौं जन्मान्तरका जीवनको कहानी याद आयो। झट्ट हेर्छन् त कहिले रघुनन्दन जस्तो लाग्छ, कहिले यदुनन्दन जस्तो लाग्छ। हात जोडेर बिन्ती बिसाए, प्रभु हजुर को हुनुहुन्छ? मलाई यसरी मुष्टिका प्रहार गर्न सक्ने त प्रभु श्री राम हुनुहुन्थ्यो। भगवानले भन्नुभयो, रघुकुलमा राम बनी आए, यदुकुलमा कृष्ण बनी आएको छु। हतार हतार चरणमा परेर माफी माग्छन्। चरणमा आएर प्रभु मलाई माफ गरिदिनुहोस्, मबाट भुल भयो। तर ठिक छ, यो मणिको लागि हजुरले जो युद्ध गर्नुभयो नि, यो मणि म हजुरलाई दिन तयार छु। तर मेरो त एउटा शर्त छ प्रभु। त के शर्त छ भन्दा, शर्त यो छ कि जसले मेरी छोरीसँग विवाह गर्छ उसलाई मात्रै मणि दिन्छु। तब ठिक छ, भगवानले अब शर्त त्यो छ भने मणि त लानै पर्छ, विवाह गरौँ। धुमधाम विवाह भयो। जाम्बवती जो जाम्बवन्त महाराजकी सुपुत्री हुनुहुन्छ जाम्बवती, विवाह गरेर 9 दिनको दिन जुन दिन यहाँ पूर्णावती हुन लाग्यो, तब त्यही समयमा ठिक्क भगवान पनि यता जाम्बवती माताको साथमा प्रवेश गर्नुभयो। या सा भगवती दुर्गा भक्त दुर्गति हारिणी। सबले जय जयकार गरे। हामी सबै भक्तको दुर्गतिको हरण गर्ने वाली, हामी भित्रको बाधालाई मेटाउने वाली यस्तो कोही शक्ति प्रदायिनी छ भने त्यो परम्बा भगवती जगत जननी आमा नै हुनुहुन्छ।
आमालाई जति चिन्ता छोराछोरीको अरू कसलाई हुन्छ र, होइन आमा? हो नि, सबैभन्दा बढी चिन्ता आमाहरूलाई हुन्छ कि सन्तानको। त्यही भएर परम्बा भगवती आमा पनि आफ्ना सन्तानको नि दुःख हेर्नै सक्नुहुन्न। हेर्नुहोस्, यहाँ नि परीक्षामा पास हुनलाई नि किताब पढ्नु पर्दो रहेछ, तर जिन्दगीबाट पास हुनलाई कहिले दुःख पढ्नु पर्छ, कहिले सुख पढ्नु पर्छ, कहिले आँसु पढ्नु पर्छ, कहिले हाँसो पढ्नु पर्छ, कहिले समस्या पढ्नु पर्छ, कहिले उठेर हिँड्नु पनि पर्छ, कहिले लड्नु पनि पर्दो रहेछ। हजुर, जिन्दगी बुझ्नलाई नि अनुभवले बताउँदो रहेछ। अनि त्यो बुझ्दा बुझ्दै मृत्युको दिन पनि आइहाल्दो रहेछ। कति सिक्ने, कति सिक्ने, अन्तिम क्षणसम्म पनि जीवनमा सिकाइ नै हुँदो रहेछ। त्यही भएर म सबलाई एक बिन्ती गर्छु। हजुर, संसारमा सबैभन्दा ठुलो श्रृङ्गार के हो थाहा छ? संसारको सबैभन्दा ठुलो श्रृङ्गार हो हजुरको मुखबाट निस्केको वाणी। अनुहार कस्तो छ मान्छेले बिस्तारै बिस्तारै बिर्सिन्छ, तर हजुरले बोलेको वाणी र हजुरले गरेको व्यवहार जीवनभर बिर्सिँदैन। हजुर, किनकि यो जिब्रो हेर्दा त यस्तो सफ्ट छ, नरम छ नि, जिब्रो हेर्नु त कति नरम छ, तर यसबाट निस्केको वाणी त्यो धारिलो छुरा सरह हुन सक्छ, जसले जीवनभर घाउ लगाइदिन सक्छ, निको नहुने घाउ बनाइदिन सक्छ। अनि यही वाणी हजुर, यसले मिठो बोल्यो भने त्यो घाउमा फेरि मलम लगाइदिन पनि सक्छ। हो कि होइन? राधे राधे भन्दिनु। यो वाणी श्रृङ्गार हो कि हजुर। त्यही भएर यहाँ आज नारदजीको एक वाणी, नारदजीले भन्नुभयो चिन्ता नगर्नुहोस् आमा, म कृष्णलाई फिर्ता ल्याउन सक्छु नि। हाम्री आमा हुनुहुन्छ नि जगदम्बा भगवती, 9 दिनको नवाह गरौँ न, सब ठिक हुन्छ भन्नुभयो। तब भगवान श्रीकृष्ण पनि आउनुभयो, सेमन्तक मणि लगेर सत्राजितलाई लगेर दिनुभयो। सत्राजितलाई लाज भयो। अब हेर्नुहोस् है, व्यवहारले यस्तो हुन्छ। बैगुनीलाई गुण लगाइदिनु भयो, यस्तो गुण लगाइदिनु भयो कि जसले चोर आरोप लगाएको थियो उसलाई बरु बाहिर राखेर आफू युद्धको मैदानमा खटेर मणि लिएर आउनुभयो। अनि भन्नुभयो कि यसको साक्षी जाम्बवती छिन्, सोध्नुहोस्। जाम्बवती यही छिन्, साक्षी बोल्न सक्छिन्, मैले कहाँबाट मणि लिएर आएँ। तब सत्राजितलाई ग्लानी भयो, गरौँ त के गरौँ, माफी मागौँ, कोसँग मागौँ? अब बडो ग्लानी भएपछि अब के गर्नुहुन्छ? कसरी त्यो ऋण चुक्ता गरौँ? मलाई लगाएको गुणबाट म कसरी आफ्नो शब्दबाट भित्र भएको कुरा कसरी व्यक्त गरौँ? बरु म पनि एक काम गर्छु, म कृष्णलाई ज्वाइँ बनाउँछु, मेरी छोरीसँग विवाह गराउँछु भनेर गएर बिन्ती बिसाएर भन्नुभयो, प्रभु मलाई पनि एउटा प्रयाश्चित हुने मौका दिनु। अब हेर्नुहोस्, हाम्रो धर्ममा कस्तो सुन्दर छ भने अलिकति पाप गर्यो भने त्यसको प्रयाश्चित गर्ने पनि उपाय छ। कति सुन्दर ढङ्गले मनमा ग्लानी भइरहेछ, जलन भइरहेछ, के गरौँ भइरहेछ, त त्यसको प्रयाश्चित के गर्नुभयो त भने मेरी छोरी मैले कन्यादान गरिदिएँ भने त मलाई केही न केही मनमा राहत हुन्थ्यो, मेरो ज्वाइँ राजा हुनुहुन्थ्यो नि त। तब तुरुन्तै भगवानले पनि ल ठिक छ विवाहको लागि तयार हुनुभयो। तब सत्यभामा नाम गरेकी पुत्रीसँग धुमधाम भगवान श्रीकृष्णको विवाह उत्सव हुन्छ। त्यही भएर जीवनमा नि हजुर यहाँ मन दुखाएर भन्दा पनि मन बुझाएर हिँड्नुपर्छ। हजुर चित्त दुखाउन लाग्नुभयो भने पग पगमा चित्त दुखाउने मान्छे भेटिन्छ। कतिजनासँग चित्त दुखाउने, उसँग दुखाउने, उसँग दुखाउने, उसँग दुखाउने, हर कोही हजुरको चित्त दुखाउन तयार छ। त्यही भएर म हजुरलाई भन्छु, चित्त बुझाउनु, आफूलाई सम्झाउनु। संसारमा आफूले आफूलाई सम्झाउन नै गाह्रो हो क्या हजुर। अरूलाई सम्झाउन बडो सजिलो छ, दोस्रोलाई भन्न कति सजिलो हुन्छ, तर जब आफूलाई पर्छ नि हजुर, त्यो समयमा आफूलाई सम्हाल्न बडो कठिन छ। जीवन
मिलेको छ नि फेरि मनुष्यको जीवन होला कि नहोला, फेरि पाइएला कि नपाइएला, यो जीवनमा पाएको छ। एक पटक पाएको मान्छेको जीवन अर्को जन्म भगवानले मान्छे बनाउने ग्यारेन्टी छ? हजुर छ? के थाहा भगवानले के बनाइदिनुहुन्छ, के बनाइदिन्छ? कुकुर, बिरालो, जीव जन्तु, माछा, हात्ती, घोडा, जे पनि हुन सक्छ, वृक्ष, पक्षी। हामी यति धेरै भाग्यमानी कि हामी मान्छे बन्न पायौँ, त्यो भन्दा पनि अहो भाग्य। हामी करोडौं हवन हुने ठाउँमा बसेर सत्संग सुन्न पायौँ, हवनमा सम्मिलित हुन पायौँ, यो भन्दा ठुलो अहोभाग्य के छ? यस्तो विशाल महायज्ञ गर्ने यस्ता विशिष्ट व्यक्तित्वलाई एकपटक जोरदार तालीले सम्मान गरौँ त। जति ताली बजाए पनि सम्मान पूर्ति हुँदैन हजुर। यस्तो विशाल कर्म हेर्नुहोस्, नेपाल आमाको काखमा बसेर हामी नेपाल आमाको त्यो पनि कहाँ बसेका छौँ? मुक्तिनाथको द्वारमा बसेका छौँ। गण्डकी नदीको छेउमा तटमा नजिकै सालग्राम भगवानलाई छोएर आएको हावाले हामीलाई पनि छुने स्थानमा बसेका छौँ। श्वेत गण्डकी बगेर कलकल बग्ने गण्डकीको पानीको आवाज सुन्न पाएका छौँ। गुप्तेश्वर महादेवलाई शिरमा धारण गरेर बस्न पाएका छौँ। तालवारे माताको दर्शन गर्दै यो पावन भूमिमा हरिहर मन्दिरको प्राङ्गणमा नजिकै 100 कुण्डको हवन गरेको धुवाको सुगन्धित बास्नालाई जीवनमा ओतप्रोत गराउँदै बास्ना लिँदै यो सत्सङ्ग रूपी गङ्गामा गोता लाउन पाएका छौँ। अब संसारको सबै तीर्थ घुमेको फल यहीँ पाउनु भएको छ तपाईँहरूले। एकपटक आफ्नै लागि ताली बजाइदिनु त। योभन्दा ठुलो फल के होला? गायत्री आमाको कृपा हेर्नुहोस्, सबैभन्दा ठुलो महामन्त्र वेदको सार भनेकै गायत्री मन्त्र हो हजुर। जो महामन्त्रको सानिध्यतामा दिनहुँ करोड हवन यहाँ चलिरहेछ, जसको हवनको सानिध्यतामा काखमा बसेर हामी उनी गायत्री माताको महिमा बोकेको श्रीमद् देवी भागवत सुन्न पाउँदैछौँ। यो पनि अहोभाग्य हो। यहाँ अनेकौं पुराणहरू भएका छन्, साधु सन्त गुरुजन विशिष्ट विद्वतजन सबको आगमन भयो। सबैको चरण एउटा भूमिमा काहीँ टेकिएको छ भने त्यो त तीर्थभन्दा पनि पवित्र महातीर्थ भयो हजुर। ज्ञान पनि बग्यो, भक्ति पनि बग्यो। सारा संसार भगवानका भक्तको चरण रज स्पर्श भएको भूमि, त्योभन्दा पावनहरू के हुन सक्छ? यहाँ हामी बसेर यो मानव चोलामा पाएका छौँ। सायद हामीले पूर्व जन्ममा राम्रो कर्म गरेको हुनुपर्छ, हामीलाई यस्तो दिन देख्न पायौँ हजुर। काहीँ न काहीँ भगवानले हामीलाई धेरै बाह फैलाएर कृपा गर्नुभएछ, जसको प्रतापले हामी यस्तो स्थानमा सानिध्यता प्राप्त गरेका छौँ। यो भगवानले कति बेला चट्टै छिनेर यो श्वास बाहिरको भित्र गएन भने सक्यो। यो भित्रको मुटुको धकधक 5 मिनटलाई बन्द भयो भने सक्यो। अचम्मको शरीर छ, एक क्षणमा प्राण जान सक्छ। त्यो पाएको जीवनलाई जीवनमा पनि अनि अध्यात्मको गङ्गा रसमा गोता लगाउन पाउनु यो भगवानको कृपा बिना सम्भव छैन हजुर। श्रीहरि भगवानको श्रीमद् देवी भागवत महापुराणको जय, आजको आनन्दको जय हो। हाम्रो अतिथिगण गोरखपुरबाट आउनु भएको छ, एकपटक जोरदार तालीले सम्मान गरौँ त। गौको रक्षक गर्नेवाला भएर गौरक्षकबाट गोरख भयो है। गौको रक्षा गर्नेवाला यस्ता व्यक्तित्व हुनुहुन्छ मेयर साहब डाक्टर श्रीवास्तवज्यू। एकपटक जोरदार तालीले सम्मान गरौँ। मैले त उहाँलाई भने मुक्तिनाथको द्वारमा आउनु भएको छ, मुक्तिनाथै पुग्नुहोस् है भनेको छु। श्रीमद् देवी भागवत कथाको आश्रयमा छौँ हामी। गायत्री कोटी होम शतकुण्डीय 100 कुण्डको यो यज्ञ होम होमादिको कार्यमा छौँ। धेरै भक्तजनहरूको आगमन भएको छ। आज छुट्टीको दिन पनि छ, तर आज खुसीको अर्को क्षण पनि के लाग्यो? बाहिर सार्वजनिक यातायातहरू सबै बन्द छन्, तर पनि
खाली खुट्टा पनि पैदल चलेर तीर्थयात्राको भाँति यो कोटी भवनमा पाल्नु भएको छ। यो ठाउँ कति महान रहेछ कि आज हजारौँ भक्तहरू एक ठाउँमा एकत्रित भएर सत्सङ्ग रूपी गङ्गामा गोता लगाउने महास्नान महागङ्गा, यो भगवानको चरणबाट निस्किएकै गङ्गा समान भागवत रूपी बाङ्मय प्रतिमूर्तिबाट निस्किएको गङ्गामा गोता लगाउँदै हुनुहुन्छ। एकपटक जोरदार तालीले सम्मान गरौँ है। अब विलम्ब नगरौँ, थोरै कथालाई जोडेर म झाँकीमा प्रवेश गर्छु। यसरी हामीले श्रीमद्देवी भागवतको महिमा यहाँ वर्णन गरिएको छ, जसले भगवान श्रीकृष्णमाथि परम्बा भगवती माताको कृपा बर्स्यो। र अर्को कथा प्रसङ्ग यहाँ आउँछ, राजा सुद्युम्नको कथा। बडो सुन्दर कथा छ। एक महाराज श्राद्धदेव हुनुहुन्छ, जो विश्वान महाराजका पुत्र श्राद्धदेव, जसकी पत्नीको नाम थियो श्रद्धा। श्रद्धा माता र श्राद्धदेव पतिदेव। त्यही भएर हजुरहरू घरमा श्राद्ध गर्नुहुन्छ नि, जीवनभर आमा बाबाको, जीवनभर हाम्रा पूर्वजको सेवा गर्दा गर्दा पनि हामी ऋण मुक्त हुन सक्दैनौँ। त्यसपछि मृत्यु पश्चात हामी श्रद्धापूर्वक श्राद्ध गर्छौँ। पति पत्नी हेर्नुहोस् है, श्रद्धा पत्नीको नाम छ, श्राद्ध पतिदेवको नाम छ। र उहाँहरूको पुत्र हुनुहुन्थ्यो। के भयो त भने दुईजनाको सन्तान थिएन। गुरु वशिष्ठलाई बोलाउनु भएछ, अब पुत्र प्राप्तिको लागि यज्ञ गर्नुभएछ। विशाल यज्ञ गर्नुभयो। श्राद्धदेवको मनमा चाहिँ लागेछ मेरो घरमा पुत्र आओस्, तर श्रद्धा माताको मनमा आएछ मेरो घरमा पुत्री आओस्। अब हेर्नु, भगवानले पहिला कसको सुन्नु हुँदो रहेछ है। एकपटक राधे राधे भन्दिनु। भगवानले पहिला कसको सुन्नुभयो? घरमा पुत्रीको आगमन भयो, छोरीको। भगवानले पनि पहिला आमाहरूको सुन्नु हुँदो रहेछ। ल हेर्नुहोस् त, एकचोटि ताली बजाइदिनु आफ्नै लागि है। अब श्राद्धदेवले घरमा पुत्र होस् भनेको, श्रद्धा माताले पुत्री होस् भनिदिनु भयो यज्ञमा। घरमा त छोरीको आगमन भयो। अब श्राद्धदेवको मनमा अलिकति कता कता मनमा लागेछ, पुत्र भइदिएको भए म यो दरबार छोडिदिन्थेँ, म पनि भगवत भक्तिमा जान्थेँ। अब पतिदेवको यस्तो मनोभाव बुझेपछि माताको मनमा ग्लानी भएछ। मैले त पतिदेवलाई सोध्नै बिर्सेछु। यसै मेरो मनले छोरी होस् भनेको, छोरी भगवानले दिइहाल्नुभयो। अब फेरि प्रार्थना गर्छु भनेर परम्बा भगवती जगतजननी आमाको प्रार्थना गर्नुभयो। जगतजननी आमाले आशीर्वाद दिनुहुन्छ, तपाईँको यिनी पुत्री जो जन्मिएकी छिन् यिनी पुत्रमा परिणत हुन् भनेर आशीर्वाद दिनुभयो। पुत्र बन्न पुगे, जसको नाम यहाँ स्वयं महाराज सुद्युम्न भनेर राख्नुहुन्छ। अब महाराज सुद्युम्न एक दिन चाहिँ जङ्गलमा शिकार खेल्न जानुभएछ कि जाँदै 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 गर्नुभएको थियो। एउटा वनमा पुगेपछि त अचानक स्त्री बन्न पुग्नु भएछ, छोरी बन्नुभयो। आफू चढेर आएको घोडा पनि घोडी भएछ, सबै स्त्री भयो। कसरी यस्तो भयो भनेर लज्जित हुनुभयो। त्यही बेलामा नारदजी आइपुग्नुभयो। त नारदजीले भन्नुभयो, यो वनमा त भगवान शङ्करले श्राप दिनुभएको छ नि, यो वनमा जो आउँछ त्यो स्त्री बनोस् भनेर। किनकि पहिले धेरै अगाडि शङ्करजी र माता पार्वती क्रीडा गरेर बस्नुभएको बेलामा ऋषिगणहरूको आगमन भएछ। ऋषिगणहरूले यस्तो देख्नुभयो भनेर माता लज्जित हुनुभएछ। त माता लज्जित भएको देखेर शङ्करजीले के श्राप दिनुभयो भएछ भने, यो वनमा जो आउँछ त्यो स्त्री बनेर जाओस् भनेर श्राप दिनुभएछ। तब त्यही वनमा पुगेछन् सुद्युम्न, स्त्री बन्न पुगे। सबैले अब उसलाई इला इला भनेर स्त्रीको नाम दिन लागे। उनको विवाह भयो, सन्तान भयो। एक दिन याद आएछ, ओहो म त राजाको पुत्र राजकुमार, मेरो नाम सुद्युम्न थियो, म आज स्त्री बन्न पुगेँ। म अब यतिकै जीवन व्यतीत गर्नुभन्दा म कसरी पुरुष बन्न सकौँला भनेर चिन्तित पीडित भएर बसेको श्री नारदजीको कृपाले
परम्बा भगवतीको महामन्त्र प्राप्त भयो। जगतजननी आमाको मन्त्र बडो सुन्दर दिव्य मन्त्र। ओम ऐं ह्रीं क्लीं चामुण्डाय विच्चे भनेर मन्त्र प्रदान गर्नुहुन्छ। त्यो मन्त्रको प्रतापले आज स्वयं इला नाम गरेकी स्त्री खूब माता परम्बा भगवतीको भजन गर्न लागिन्। गुरुदेवको कृपा भयो। गुरु वशिष्ठले फेरि 9 दिनको नवाह यज्ञको आयोजना गर्नुभयो। श्रीमद् देवी भागवत कथाको आयोजना गर्दा कथाको विश्रामको दिन इला फेरि सुदुम्नमा परिणत भइन् र दिव्य राजकाज सम्हाल्न लागिन्। बोल्नुहोस् जगदम्बा भगवती माता की, जगत जननी आमा की जय। यसरी श्रीमद् देवी भागवत कथाको महिमा वर्णन गरिएको छ। अब हामी दिव्य झाँकीमा प्रवेश गर्दैछौँ। आजको कथाको शुभारम्भमा जो महाराज परीक्षित, जसले 5 पाण्डवले सुम्पिएको राज्यलाई सम्हालेर हिँड्दै हुनुहुन्थ्यो, त्यही समयमा आफ्नो राज्यमा के कस्तो हालचाल छ भनेर जाँदा